नमस्कार सम्पूर्णमा हजुरहरूलाई हजुरको नेपाली भाषामा स्वागत छ। आशा छ हजुरहरू सम्पूर्ण आरामै हुनुहुन्छ होला। आज म छिटो मिठो बन्ने काँक्रोको अचार बनाउने विधि लिएर उपस्थित भइसकेकी छु। ल सुरु गरौँ है त काँक्रोको अचार बनाउनलाई। सुरुमा मैले बारीको हरियो पिरो खुर्सानी 4वटा जति टिपेकी छु। भिजाएर राखेको चना केराउ, भुटेको तिलको धुलो, अघि टिपेको हरियो खुर्सानीलाई बीचमा चिरेर राख्नुहोस्। उसिनेको आलु, मसिनो गरी काटेको प्याज, 1 चम्चा अदुवा लसुनको पेस्ट र काँक्रोलाई पनि मसिनो गरी काटेर लिनुहोस्। काँक्रोलाई चाहिँ मैले यस्तो आकारमा काटेकी छु। अब तातो कराईमा तेल हाल्नुहोस्। तेल तातिसकेपछि मेथी ज्वानालाई पनि फुराउनुहोस्। मेथी कालो भएपछि अघि काटेको खुर्सानी पनि राख्नुहोस्। खुर्सानी पनि फुरेपछि भिजाएको चना केराउलाई पनि राख्नुहोस् र चलाउनुहोस्। पकाएको 1-2 मिनेटपछि बेसार पनि हाल्नुहोस् र चलाउनुहोस्। अब ग्यास बन्द गरिदिनुहोस्। एउटा ठुलो भाँडोमा काटेको काँक्रो, उसिनेको आलु, र काटेको प्याज, अदुवा लसुनको पेस्ट, भुटेको तिलको धुलो, र अघि पकाएको चना केराउलाई पनि हाल्नुहोस्। डेढ चम्चा नुन, थोरै चुक अमिलो हालेर सफा हातले मुछ्नुहोस्। हेर्नुहोस् त, हेर्दै खाउँ खाउँ लाग्ने काँक्रोको पिरो अमिलो र मिठो अचार बनेर पनि तयार भइसकेको छ। हजुरहरूले पनि यसरी नै बनाएर खानुहोला, एकदम मिठो बन्नेछ। हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हाम्रो भिडियो मन परेमा लाइक, सेयर र सब्स्क्राइब पनि गरिदिनुहोला। हवस्, धन्यवाद।